तपाईँ दुबईमा नर्स हुनुहुन्छ वा अस्ट्रेलियामा पार्ट टाइम काम गर्दै गरेको विद्यार्थी वा कतार, मलेसिया, दक्षिण कोरिया जस्ता देशहरूमा खटिँदै गरेको कामदार, जहाँ जहाँ भए पनि तपाईँ हरेक महिना घर पैसा पठाउनुहुन्छ जसले तपाईँको साना भाइ बहिनीको शिक्षा सम्भव भइरहेको छ, जसले तपाईँको आमा बुवाको औषधि किन्न सम्भव भइरहेको छ, भनौँ जसले तपाईँको नेपालमा घर चलिरहेको छ। सरकारको जस्तो सुकै परिस्थितिका कारण विदेश पलायन भएको भए तापनि तपाईँलाई नेपाली हुनुको गर्व पक्कै छ। तर तपाईँ हामी नेपाली हौँ भनेर के कुराले प्रमाणित हुन्छ त? के नेपालमा जन्मेकोले मात्रै हामी नेपाली हुन्छौँ? के हातमा भएको नेपाली नागरिकताले हामीलाई नेपाली बनाउँछ? कि एनआइडीले बनाउँछ? यी कागजातहरूले हामीलाई कानुनी रूपमा नेपाली भनेर चिनाउँछन्, तर वास्तवमा नेपाली हुनु भनेको एउटा अनुभूति हो जुन राज्यसँगको सम्बन्धले आउँछ र त्यो सम्बन्ध राज्यले हामीलाई दिएको अधिकारलाई बुझेर त्यसको प्रयोग गरेर र त्यसको जिम्मेवारी वहन गरेर आउँछ। एउटा त्यस्तो अधिकार भोटिङ अर्थात् मतदान हो। नेपालको संविधानको धारा 84 को उपधारा 5 अनुसार 18 वर्ष उमेर पुरा भएको प्रत्येक नेपाली नागरिकलाई सङ्घीय कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुन्छ। राज्य सञ्चालनको कार्यकारी भूमिकामा को जान्छ र राज्यले कस्तो दिशा लिन्छ भन्ने कुरा यही मतदानले निर्धारण गर्छ। त्यसैले मतदान हाम्रो अधिकार मात्र नभएर एक जिम्मेवारी वा भनौँ कर्तव्य पनि हो। सबै सचेत नागरिकले यस्तो अधिकारको प्रयोग गरी आफ्नो कर्तव्यको पालना गर्नुपर्छ, अर्थात् चाहेको खण्डमा उमेर पुगेको सबै नेपालीले निर्वाचनमा भोट गर्न पाउनुपर्छ। तर विडम्बना के छ भने विदेशमा भएका नेपाली नागरिकहरूले आफ्नै देशको निर्वाचनमा भोट गर्न पाइरहेका छैनन्। नेपालको संविधानको धारा 18 मा कानुनले कुनै नेपालीलाई भेदभाव नगर्ने भने तापनि मतदानको अधिकार प्रयोग गर्न नपाउँदा विदेशमा रहेका नेपालीहरू भेदभावमा परिरहेका छन्। अहिले नेपालभन्दा बाहिर 60 लाखभन्दा धेरै नेपालीहरू बसोबास गर्छन्, तर यो नम्बर बाहिर काम गर्न गएका नेपालीहरूको मात्र हो। विद्यार्थीको कुरा गर्नुपर्दा आर्थिक वर्ष 2013-14 देखि आर्थिक वर्ष 2022-23 सम्म कुल 6,39,148 विद्यार्थीले नेपाल छाडेका थिए। 2023-24 मा 1,12,968 ले नेपाल छोडेको अनुमान गरिन्छ। यो बाहेक इन्डियामा कति नेपाली कामदार र विद्यार्थी छन् त्यसको ठिक अनुमान छैन। यी सबै डेटालाई समेट्ने हो र बाहिर गएर पिआर लिएका नेपालीलाई हटाउने हो भने पनि लगभग 70 देखि 80 लाख नेपालीहरू बाहिर छन्। विदेशमा भएका यी नेपालीहरूले आर्थिक वर्ष 2081-82 मा मात्र रु 17 खर्ब 23 अर्ब 27 करोड रेमिट्यान्सको रूपमा नेपालमा आफ्ना परिवारलाई पठाएका थिए। नेपालको जीडीपी नै जम्मा रु 61 खर्ब जति मात्र छ भन्नाले नेपालको जीडीपीमा 28% भन्दा बढी योगदान विदेशमा बसेका नेपालीहरूले पठाएको रेमिट्यान्सको छ। नेपालको अर्थतन्त्रलाई उनीहरूले नै धानिरहेका छन्। देशमा यति ठुलो भूमिका हुँदा हुँदै पनि उनीहरूले भोट गर्न पाइरहेका छैनन्। नमस्कार साथीहरू, आजको भिडियोमा हामी विदेशमा रहेका नेपालीहरूले भोट गर्न कसरी पाउन सक्छन् भन्ने कुरालाई त बुझ्ने नै छौँ, त्यो बाहेक अहिलेसम्म किन नपाएका होलान् भन्ने प्रश्नको पनि जवाब खोज्नेछौँ। कृपया अन्तसम्म हेरेर साथ दिनुहोला। भदौ 23 र 24 मा भएको जेनजी प्रोटेस्ट पश्चात प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए र संसद पनि खारेज भयो। नेपालले अन्तरिम सरकार पायो र 2082 साल फागुन 21 गते संसदीय निर्वाचन हुने कुरा छ। निर्वाचन हुने कुरासँगै विदेशमा बसेका नेपाली नागरिकहरूले पनि भोट गर्न पाउनुपर्छ भनेर कुराहरू आउन थालेका छन्। नेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पनि यो कुरा गरेकी थिइन्। रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकहरूलाई विदेशबाट समेत आगामी निर्वाचनमा मतदान गर्न सक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ। अहिले जेनजी समूहहरूले पनि यो माग गरिरहेका छन्, तर यो कुरा अहिले 81 चर्चामा भने आएको होइन। सबैभन्दा पहिला 2067-68 सालमा यो विषयको सम्भावनालाई लिएर इलेक्सन कमिसन नेपालले पहिलो स्ट्राटेजिक प्लान बनाएको थियो। 2067-68 देखि अहिलेसम्म 15 वर्ष 15वटा सरकार बनिसक्यो, तर यसको कार्यान्वयन भने हुन सकेको छैन। यसको 5 वर्षपछि अदालतमा एउटा रिट पर्छ अनि 2074 मा सर्वोच्च अदालतले विदेशमा बस्ने नागरिकको लागि मतदान गर्न मिल्ने वातावरण बनाउनु भनेर आदेश दिन्छ। नेपाली नागरिकता नत्यागेका र मतदाता परिचय पत्र भएकाहरू र सम्बन्धित कूटनीतिक नियोगमा दर्ता भएकाले मतदान गर्न पाउनुपर्छ भन्ने अदालतको भनाइ थियो। अदालतको यो आदेश आउँदा संसारभरि 110 देशहरूका नेपाली नागरिकले विदेशबाटै पनि भोट गर्न पाउँथे।
यो 8 वर्षमा त्यो सूचीमा 31 अन्य देशहरू थपिसकेका छन्, अर्थात् अहिले कुल 141 देशका नेपाली नागरिकहरूले विदेशबाट पनि भोट गर्न पाउने थिए। यदि सरकारले अदालतको आदेशको पालना गरेको भए विदेशमा भएका नेपालीहरूले चुनावमा मतदान गर्न पाउँथे। 2075मा फेरि अदालतको परमादेश पालना नभएको भनेर निवेदन पर्छ अनि त्यही साल आयोगले कार्यदल बनाएर अध्ययन गर्छ र विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सम्बोधन गर्नुपर्ने 6वटा विषयको पहिचान गर्छ, जसमा विदेशमा रहेका नेपालीलाई भोट हाल्ने कानुनी व्यवस्था गर्ने, हुलाक वा अनलाइन मध्ये कुन माध्यमबाट भोट हाल्ने भन्ने तय गर्ने, कुन कुन देशबाट सुरु गर्ने भनेर छान्ने, विदेशमा मतदाता नामावली कसरी बनाउने जस्ता कुराहरू पर्छन्। यो कुरा फेरि सेलाउँछ र 2078मा पुनः बाहिर आउँछ, जुन बेला यसलाई सम्भव बनाउन दलहरू प्रतिबद्ध देखिन्छन्। विदेशमा रहेका नेपालीको पूर्ण सहभागिता नभएसम्म नेपालको चुनावले पूर्णता पाउँदैन भन्ने जस्ता कुरा पनि उनीहरू गर्छन्, तर फेरि उही कार्यान्वयन चाहिँ हुँदैन, वा भनौँ उनीहरूले चासो नै देखाउँदैनन्। पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा बनेको कार्यदलले सरकारलाई विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने उद्देश्य सहित 18 असार 2080मा निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयमा पठाएको थियो। यो विधेयक 27 महिनासम्म अल्पत्र पर्यो। जेनजी प्रोटेस्ट नभएको भए सायद 2084मा हुने भनिएको निर्वाचनमा पनि यो कुरा अल्पत्र अवस्थामै रहन्थ्यो र विदेशमा बसेका नेपालीहरूले आफ्नो अधिकारको प्रयोग गर्न पाउने थिएनन् होला। तर अहिले नयाँ अन्तरिम सरकार बनिसकेपछि कमसेकम यो कुरा सम्भव हुन्छ कि भन्ने झिनो आशा चाहिँ पलाएको छ। यद्यपि निश्चित भने छैन। विदेशमा बसेका नेपालीले नेपालको निर्वाचनमा भोट गर्न साँच्चै सोचे जस्तो सजिलो छ त? अनि यो कसरी सम्भव छ? आउनुहोस् यी दुई विषयमा छलफल गरौँ। फागुन 21 2082मा हुने निर्वाचनमा विदेशमा बसेका नेपालीले कुन तरिकाले मतदान गर्न सक्छन् भनेर निर्वाचन आयोगले 4वटा सम्भावित उपायहरू बताएको छ। ती 4 उपायहरू यस प्रकार रहेका छन्। पहिलो भनेको इन पर्सन भोटिङ हो, जसमा विदेशमा रहेका नेपालीहरूले नेपालमै भोट गरे जसरी भोट गर्न पाउँछन्। नेपाल सरकारले दूतावास वा कन्सुलेट मार्फत प्रत्यक्ष मतदान गराउन सक्छ, जसका लागि मतपेटिकादेखि मतपत्र सबै नेपालबाटै जान्छ र मतदान भइसकेपछि त्यसको गणना पनि हुन्छ। दोस्रो भनेको अनलाइन भोटिङ वा भनौँ ई भोटिङ हो, जस अन्तर्गत सुरक्षित डिजिटल प्लेटफर्म वा मोबाइल एप मार्फत मतदाताले आफ्नो पहिचान प्रमाणित गरी मतदान गर्न सक्छन्। तेस्रो उपाय भनेको पोस्टल भोटिङ हो, अर्थात् हुलाक मार्फत मतदान गर्ने। पोस्टल भोटिङमा विदेशमा भएका नेपालीहरूलाई मतपत्र नेपालबाट जान्छ। उनीहरूले मतदान गरेपछि त्यस मतपत्रलाई पुनः हुलाकबाटै नेपाल फर्काइन्छ। अनि चौथो विकल्प भनेको प्रक्सी भोटिङ हो। यस भोटिङमा विदेशमा भएका नेपालीहरूले नेपालमा आफ्नो प्रतिनिधि छान्छन् र ती प्रतिनिधिले नै विदेशमा भएका नेपालीको साटो भोट गर्छन्। तत्काललाई निर्वाचन आयोगले सुरुवाती चरणमा भने पहिलो अर्थात् इन पर्सन भोटिङ सहज र व्यवहारिक हुने बताएको छ। तर यी 4वटा विकल्पका आफ्ना आफ्नै चुनौतीहरू छन्। अब ती चुनौतीहरू के हुन् भनेर भन्नुभन्दा पहिला हामीले के याद गर्नुपर्छ भने कानुनले कुनै पनि हालतमा आफ्नो नागरिकमाथि भेदभाव गर्न मिल्दैन। यस्तो अवस्थामा एउटा देशमा रहेका नेपालीले भोट गर्न पाउँदा र अर्को देशकाले नपाउँदा त्यो न्यायोचित हुँदैन। अहिले संसारका 173 देशहरूमा नेपालीहरू छन् र यदि न्यायोचित ढङ्गमा विदेशमा रहेका नेपालीहरूलाई मतदान गर्ने व्यवस्था मिलाउने हो भने ती सबै देशमा भएका र नेपाली नागरिकता नत्यागेका नेपालीहरूले मतदान गर्न पाउनुपर्छ र दूतावास वा कन्सुलेट मार्फत प्रत्यक्ष मतदानको कुरा गर्दा धेरै नेपाली बसोबास गर्ने स्थानहरू कूटनीतिक नियोगबाट अत्यन्त टाढा हुन सक्छन् वा कति देशहरू जहाँ नेपाली छन् त्यहाँ एम्बेसी नहुन पनि सक्छ। जस्तो कि न्युजिल्यान्डमा अहिले करिब 7000 नेपाली छन्, तर त्यहाँ नेपालको दूतावास छैन र त्यहाँ भएका नेपालीहरूले अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली दूतावासमा भर पर्नुपर्छ। अब इन पर्सन भोटिङ गराउँदा यस्ता देशहरूमा भोट गराउन धेरै गाह्रो पर्छ। त्यसमाथि भोट गर्न नै भनेर सबैले कामबाट बिदा पाउँछन् भन्ने पनि छैन। यसका साथै इन पर्सन भोटिङका लागि सुरक्षा, जनशक्ति र निर्वाचन सामग्रीको व्यवस्थापन आफैमा ठूलो चुनौती हो। अनलाइन वा ई भोटिङ सबैभन्दा आधुनिक र सहज देखिन्छ, तर यसका पनि आफ्नै चुनौतीहरू छन्। हामीले बार नेपाली सिस्टमहरू ह्याक भएका समाचारहरू सुनिरहेका छौँ अनि यसरी ई भोटिङ गर्दा साइबर अट्याकहरू नहोलान् भन्न सकिन्न। एउटा रिसर्च अनुसार अस्ट्रेलियाको न्यू साउथ वेल्समा
सन् 2015को निर्वाचनमा प्रयोग गरिएको आई भोट अनलाइन मतदान प्रणालीमा सुरक्षा कमजोरीहरू थिए र त्यसले मतको गोपनीयता र शुद्धता खतरामा थियो भन्ने देखाउँछ। यही कुरा नेपालमा नहोला भन्न सकिन्न। अब पोस्टल भोटिङ गर्दा मतपत्र आउन र गणना भएर नतिजा आउन ढिलाइ हुन सक्छ। त्यो माथि मतपत्र हराउने वा बिग्रने डर हुन्छ। अनि विदेशमा मतपत्र पठाउन को कहाँ बस्छन् भनेर ठिक भन्न पनि सकिने अवस्था छैन र यो उपाय सबैभन्दा खर्चिलो पनि हुन जान्छ। प्रोक्सी भोटिङमा त झन् धेरै समस्याहरू आउन सक्छन्। विदेशमा बसेका नेपालीले छानेको प्रतिनिधिले मतदाताको चाहना अनुसार नै मत हाल्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन र त्यसैले यो डेमोक्रेटिक पनि हुँदैन। मतदानको मूल उद्देश्य नै यसमा हराउँछ। यी सबै चुनौतीहरू भनेका निर्वाचन आयोगले सुझाएका 4 उपायहरूको हो। यी बाहेक अन्य थुप्रै चुनौतीहरू पनि छन् जसलाई सरकारले मनन गर्नुपर्छ। सबैभन्दा पहिला आर्थिक चुनौतीलाई निहालौँ। चुनाव निर्वाचन आयोगले गराउँछ र चुनाव गराउनको लागि सरकारले आयोगलाई रकम दिन्छ। फागुन 21मा हुन लागेको चुनावमा आयोगले 7 अर्बभन्दा धेरै पैसा लाग्ने अनुमान लगाएको थियो, तर आयोगलाई मात्रै 5 अर्ब दिइएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई भन्छन्, हामीले 7 अर्ब मागेका थियौँ तर मात्र 4.96 अर्ब पायौँ। चाहिएको खण्डमा थप सहयोगको लागि अनुरोध गर्नु भनेर हामीलाई भनिएको छ। जायज कुरा यो हो कि निर्वाचन गराउन असाध्यै धेरै पैसा लाग्छ र नेपालमै निर्वाचन गराउनलाई निर्वाचन आयोगले तोकेको रकम नपाइरहेको बेला विदेशमा पारदर्शी र सुरक्षित तरिकाले निर्वाचन गराउन भने जति अर्थ पाउँछ र भन्ने प्रश्न गर्न सकिन्छ। नेपाल पोलिसी इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूका अनुसार छोटो समयमै विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था गर्न सकिन्छ। उनीहरूले प्रति व्यक्ति करिब 5 अमेरिकी डलर खर्चमा इन्टरनेट मतदान प्रणाली लागू गर्न सकिने तर्क गर्छन्। अनुसन्धानकर्ता खगेन्द्र राज ढकालका अनुसार नयाँ प्रणाली विकास गर्नुको सट्टा अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका डिजिटल मतदान प्लेटफर्महरू प्रयोग गर्न सकिन्छ र मतदाताको पहिचानका लागि राष्ट्रिय परिचय पत्र वा राहदानीमा आधारित बायोमेट्रिक प्रमाणीकरण गर्न सकिन्छ। विदेशमा 70 लाख नेपाली छन् र प्रति व्यक्ति खर्च 5 डलरलाई बेस मानेर हिसाब गर्ने हो भने पनि कुल खर्च करिब 5 अर्ब आउन जान्छ, जसले निर्वाचनको पुरा खर्च धेरै हुन जान्छ। यो हिसाब गरिरहनुको तात्पर्य विदेशमा रहेका नेपालीले भोट गर्दा लाग्ने चुनौती देखाउनु हो। खर्च धेरै छ, चुनाव गराउनु हुँदैन भन्ने चाहिँ होइन र यो त अनलाइन भोटिङमा लाग्ने खर्च भयो। अरू उपायहरू रोज्ने हो भने खर्च झन् धेरै हुन जान्छ। अदालतमा परेको रिटको परमादेशमा अदालतले ती नेपाली जसले नेपाली नागरिकता त्यागेका छैनन् तिनलाई भोट गर्न व्यवस्था मिलाउनु भन्ने कुरा थियो। तर विदेशमा रहेका नेपालीको नागरिकता विश्वसनीय रूपमा पहिचान र प्रमाणीकरण गर्न गाह्रो छ। अनुसन्धानकर्ता खगेन्द्र राज ढकालले भने जस्तै मतदाताको पहिचानका लागि राष्ट्रिय परिचय पत्र वा राहदानीमा आधारित बायोमेट्रिक प्रमाणीकरण गर्न सकिन्छ, तर यसको कार्यान्वयन व्यावहारिक रूपमा जटिल छ किनकि विदेशमा रहेका सबै नेपालीसँग राष्ट्रिय परिचय पत्र छैन र राहदानीमा भएको बायोमेट्रिक जाँचेर वा अप टु डेट भए नभएको हेरेर त्यसलाई भोटर आइडीको रूपमा काम गराउन समय लाग्छ। यो बाहेक गृहमन्त्री ओम प्रकाश अर्याल केही देशहरूबाट भोट सुरु गर्न सकिने भन्ने कुरासँग सहमत छन्, तर हामीले अघि नै भने जस्तै केही देशबाट सुरु गर्दा अन्य देशका नागरिकमाथि भेदभाव हुन्छ जुन कुनै पनि हालतमा संवैधानिक हुँदैन र यदि कुन मतदान गर्दा उचित हुन्छ भन्ने अनुमान लगाउने भने चाहिँ टेस्ट भोटिङ गर्न सकिन्छ, जसका लागि टेस्ट इलेक्सन गर्नुपर्ने हुन्छ। विज्ञहरूले अहिलेको चुनावमा कि अनलाइन भोटिङ कि त इन पर्सन भोटिङ उचित रहेको कुरा गरिरहेका छन्। सबै ठाउँमा एउटै प्रणालीले चुनाव गराउन नमिले पनि नेपाल सरकारले हाइब्रिड एप्रोच लिन सक्छ, जसमा अनलाइन भोटिङ, इन पर्सन भोटिङ वा पोस्टल भोटिङ जहाँ जहाँ जुन जुन सम्भव छ त्यो अपनाउन सकिन्छ। अहिले विदेशमा भएका नेपाली नागरिकले भोट गर्न पाउने कानुन नेपालमा छैन, तर यो कानुन लागू भयो भने विदेशमा रहेका लाखौं नेपाली लोकतान्त्रिक प्रक्रियामा समेटिन्छन् र निर्वाचन पूर्ण रूपमा समावेशी बन्नेछ। अहिले देशको भोटलाई किनेर भए पनि जित्छु भनेर बसेका नेताहरूको भोट बाँडिन्छ र ती नेताहरू जसले देशको साँच्चै ख्याल राख्छन् ती सत्तामा वा भनौँ सरकारमा आउँछन्। विदेशमा रहेका नेपालीले मतदान गर्न पाए भने राजनीतिक दलहरू र सरकार इमिग्रेसन पोलिसीलाई अझै बलियो बनाउन बाध्य हुनेछन् र मुख्यतः सबै नेपालीले भोट गर्न पाउनु भनेको वास्तवमै लोकतान्त्रिक हुनु हो र वास्तवमै संवैधानिक हुनु पनि हो। निर्वाचन आयोगले विदेशमा रहेका नागरिकले मतदान गर्न सक्ने कानुनी मस्यौदा तयार गरिसकेको छ।
यस मस्यौदामा अन्तर्निर्वाचन क्षेत्र मतदान सम्बन्धी व्यवस्थाको पनि कुरा छ। यो सम्भव भयो भने विदेशमा बसेका नेपालीले निर्वाचनमा विदेशबाटै भोट गर्न त पाउँछन्, त्यो बाहेक मतदाताले आफ्नो स्थायी निर्वाचन क्षेत्रमा नगई अहिले बसोबास गरिरहेको ठाउँबाट नजिकको मतदान केन्द्रबाट पनि आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारलाई मतदान गर्न सक्छन् र यो सबैको लागि सरकारले दल र नागरिक समाजसँग सुझाव लिँदैछन्। सुरुमा नयाँ निर्वाचन पद्धति लागू गर्न केही समय र पैसा खर्चिनै पर्छ, तर जब एकपटक नयाँ तरिका प्रयोग गरिन्छ तब त्यसैले हामीलाई कसरी छिटो र कम पैसामा काम सम्पन्न गर्न सकिन्छ भन्ने ज्ञान दिन्छ। अबको निर्वाचनमा विदेशमा बसेका नेपालीहरूलाई मतदान गर्न नदिए वा भनौँ त्यो मौका नजुराए सायद पछि कहिल्यै पनि यस्तो अवसर आउने छैन। त्यसैले यस विषयमा सरकार र सबै सरकारवाला सचेत हुनु अत्यन्तै जरुरी देखिन्छ। साथै विदेशमा रहेका हरेक नेपालीले सम्बन्धित निकायलाई उचित दबाब दिनु पनि उत्तिकै आवश्यक देखिन्छ, किनभने विदेशमा भएका नेपालीहरू पनि नेपाली हुन् र अरू नेपालीहरूलाई जस्तै उनीहरूलाई पनि आफ्नो प्रतिनिधि आफैले छनौट गर्न पाउने अधिकार छ। साथीहरू, तपाईहरूलाई के लाग्छ? यही निर्वाचनमा विदेशमा बसेका आम नेपाली नागरिकहरूले मतदान गर्न पाउनको लागि माथि उल्लेख गरिएका 4 मध्ये कुन उपाय उचित होला? अनि के यही निर्वाचनमा हाम्रो देशको सरकार, राजनीतिक दल र नागरिक समाजहरूले त्यसलाई सम्भव तुल्याउलान् त? कृपया आफ्नो विचार कमेन्ट मार्फत व्यक्त गर्नुहोला र यदि भिडियो मन परेको छ भने भिडियोलाई लाइक र यस्तै अन्य भिडियोको लागि च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसनको बेल आइकनमा प्रेस गर्न नभुल्नुहोला। अर्को भिडियोमा तपाईँ हाम्रो भेट हुनेछ। थ्याङ्क यू सो मच।